हेलो साथीहरु, आज चाहिँ मेरोमा ब्ल्याक एन्ड डेकरको राइस कुकर आएको छ। यो चाहिँ मलाई चलाउन पनि एकदमै सजिलो लाग्छ है। यो स्टिमर पनि भएको अनि एकदमै इजी खालको भएर मैले फेरि पनि पहिला चाहिँ मेरो ब्ल्याक एन्ड डेकरको सानो चाहिँ अहिले चाहिँ ठुलो किनेको छु है। एकदमै इजी। अब म चाहिँ कसरी राइस हुन्छ नि त्यो बनाउने कसरी भन्ने देखाउँछु ल। पहिला यो प्लग निकालौं। त्यसपछि राइस हाल्ने अनि त्यसलाई पखालेर अनि ठिक्क पानी कति कप चाहिन्छ 2 कप राइस पानी राख्ने अनि त्यसपछि ठिक्क पानी राखेर अनि मैले बसालिदिन्छु। एकदमै इजी लाग्यो मलाई अरू राइस कुकरहरुभन्दा। टक्क राखिदिएर छोपिदिएर अनि प्लग इन गरिदिएपछि भइहाल्छ। यो चाहिएको छ भने यहाँ तल डाइरेक्ट लिंक राखेको छु मैले यो भिडियोमा, त्यहाँ गएर पनि एमाजोनबाट किन्न सक्नुहुन्छ साथीहरु। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। खाना पाकियो।